साथीहरू हामी यहाँनिर काम गरिरहेछ यस्तो छ काम गर्ने पिलरको लागि फर्मा बनिसकेको छ। अहिले अब फर्मा हाल्ने दुईटा पिलर चारवटा पिलर हिजो अस्ति नै ढालिसक्यो। अब दुईटा पिलर बाँकी छ। अब त्यो पनि ढाल्ने हो आज। सो यस्तै हो हाम्रो काम साथीहरू। हेर्दै गर्नु होला। सो फाइनली साथीहरू अहिले चाहिँ हामी काम भइरहेको छ होइन। पिलर अब पिलर एउटा फर्मा हालिसकेको छौँ पिलरको र एउटा पिलरको पनि फर्मा हाल्न बाँकी छ। अनि त्यसपछि पिलर ढलान गर्नुपर्छ। हिजो अस्ति नै चारवटा पिलर ढलान गरिसक्यो। अहिले दुईटा पिलर बाँकी रहेको छ र त्यो पनि हाल्ने हो। अनि त्यसपछि अहिले चाहिँ अब हाम्रो खाना खाने टाइम भइसकेको छ र अब चाहिँ हामी खाना खान गइरहेको छौँ। सो मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ तपाईँहरू प्लिज कमेन्टमा प्रतिक्रिया दिनुहोला। यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। र मेरो भिडियो अझै पनि आउने हो, हेर्दै गर्नुहोला। तबसम्मको लागि अहिले हामी चाहिँ खानासाना खाएर खाइसक्यौँ र अब फेरि पनि काममा लागिसकेको छौँ। यस्तो छ हाम्रो काम चाहिँ। अब लाग्नु पर्यो होइन काममा। सो साथीहरू यस्तै हो हाम्रो काम। खाना खाइसक्यौँ अब काममा लाग्यो। मेरो गेटअप देख्न सक्नुहुन्छ यस्तो छ। सो फेरि पनि अब काममा लाग्ने। अनि त्यसपछि यस्तै 10 ट्रिप गर्नुपर्ने छ साथीहरू। हामीहरू बोकिरहेछौँ। 3 ट्रिप भइसकेको छ, अझै बाँकी छ समथिङ 10 ट्रिप अझै बाँकी छ साथीहरू होइन। त्यहाँ तलबाट हामी बोकिरहेछौँ गिट्टी। अब चाहिँ यहाँनिर छ गिट्टी बोकिरहेछौँ। अनि यस्तो छ हाम्रो बोक्ने कार्यक्रम चालु छ। बाँकी काम
देवल उठाउने चिनाइ गर्ने अनि के गर्नुपर्ने हो होइन त्यो गरिन्छ अब चाहिँ यस्तो छ भने त्यसरी मसला पनि बसेको छ छैन र